यही वर्षको साउन 23 गते रिलिज भएको मोहोर चलचित्रमा पल्सा र बेनिसा हमालको जोडीलाई दर्शकहरूले एकदमै धेरै मन पराउनु भएको थियो र मोहोर चलचित्र बक्स अफिस कलेक्सनमा सुपर हिट साबित भएको थियो। तर अब यही माघ 16 गते पल्सा र बेनिसा हमालको फिल्म जुत्ने भएको छ। आज म यही कुराको बारेमा चर्चा गर्न गएको छु। भिडियोलाई पुरा हेरिदिनु होला र मेरो YouTube च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। यही साउन 23 गते मोहोर चलचित्र रिलिज भइसकेपछि दर्शकहरूले पल्सा र बेनिसा हमालको जोडीलाई एकदमै धेरै मन पराउनु भएको थियो। फिल्म हेर्नुभएको दर्शकबिनहरूले पल्सा र बेनिसा हमालको जोडीको एकदमै धेरै तारिफ गरेका थिए। दर्शकहरूले बेनिसा हमालको अभिनय, पल्साको अभिनयलाई मोहोर चलचित्रमा एकदमै धेरै मन पराउनु भएको थियो र मोहोर चलचित्र सुपर हिट साबित भएको थियो भने मोहोर चलचित्र रिलिज भइसकेपछि पल्सा र बेनिसा हमालको जोडीको एकदमै धेरै चर्चा र डिमान्ड बढेको थियो भने दर्शकहरूले फेरि पनि चाँडै नै पल्सा र बेनिसा हमाललाई नयाँ नयाँ फिल्ममा जोडीको रूपमा देख्न पाइयोस् भनेर एकदमै धेरै डिमान्डहरू पनि गरेका थिए। तर अब पल्सा र बेनिसा हमालको फिल्म जुत्ने भएको छ। यही आउँदो माघ 16 गते पल्साले अभिनय गरेको आबाट आमा चलचित्र रिलिज हुँदैछ। यतिखेर आबाट आमा चलचित्रको चर्चा भइरहेको छ। आबाट आमा चलचित्रको सार्वजनिक भएको टिजरले त्यसैगरी गीतले तहल्का मचाइरहेको छ। रेकर्ड ब्रेक भ्युज युट्युबमा पाइरहेको छ र आबाट आमा चलचित्र हेर्नको लागि दर्शकहरू एकदमै धेरै कुरेर बसिरहेका छन्। चाँडै नै यो चलचित्रको ट्रेलर रिलिज हुने क्रममा रहेको छ। आबाट आमा चलचित्रमा पल्सा लगायत थुप्रै कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सक्छौँ भने यो चलचित्रमा चन्द्र पन्तको डाइरेक्सन रहेको छ। त्यसैगरी अब माघ 16 गते नायिका बेनिसा हमालले निर्माण गरेको द ब्लू लाइट चलचित्र पनि रिलिज हुनुभएको छ। यो चलचित्रको पनि राम्रै चर्चा भइरहेको छ। यो चलचित्रको पनि सार्वजनिक भएको पोस्टरहरूलाई दर्शकले एकदमै धेरै मन पराउनु भएको छ। आज यो चलचित्रको टिजर रिलिज हुँदैछ। यो चलचित्रमा बेनिसा हमाललाई मुख्य भूमिकामा देख्न पाउने भएका छन्। चलचित्र क्षेत्रमा बेनिसा हमालको अभिनयको चर्चा हुने गर्दछ। दर्शकहरूले विशेष गरेर बेनिसा हमालको अभिनयलाई एकदमै धेरै मन पराउनु भएको छ, जसको कारणले गर्दाखेरि पनि यतिखेर दर्शकहरूले द ब्लू लाइट चलचित्रमा एकदमै धेरै आश राखिरहेका छन्। द ब्लू लाइट चलचित्र हेर्नका लागि दर्शकहरू एकदमै धेरै एक्साइटेड भएर कुरेर पनि बसिरहेका छन्। यसरी दर्शकहरूले मोहोर चलचित्रमा पल्सा र बेनिसा हमालको जोडीलाई एकदमै धेरै मन पराउनु भएको थियो भने यही माघ 16 गते भने पल्सा र बेनिसा हमालकै चलचित्र जुत्ने भएको छ। पल्साको आबाट आमा चलचित्र, बेनिसा हमालको द ब्लू लाइट चलचित्र जुत्दैछ। हजुरहरू यी दुईटा चलचित्र मध्ये कुन चलचित्र हेर्नको लागि एकदमै धेरै कुरेर बसिरहनु भएको छ, कुन चलचित्रले बाजी मार्छ जस्तो लाग्छ र हजुरहरूलाई पल्सा र बेनिसा हमालको जोडी चाहिँ कस्तो लाग्छ कमेन्ट गर्न भने नभुल्नुहोला। मेरो YouTube च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हस्त धन्यवाद।